स्टेटस पोस्ट गर्नु मोबाइलबाट नै उठाउने हजुरलाई यो है नमस्कार। नवीनतम समाज निर्माणका लागि सकारात्मक रेडियो बस कुरा सफाचटको आजको श्रृङ्खलामा तपाईँ सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। सुन्दै हुनुहुन्छ विश्वको पहिलो वातावरण रेडियो रेडियो पर्यावरण 104.2 मेगाहर्ज काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरूमा www.बाट पनि तपाईँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ। रेडियो पर्यावरणको टिभी एप्स तपाईँले पनि डाउनलोड गर्न सक्नुहुन्छ र त्यहाँ तपाईँले पर्यावरण टेलिभिजन हेर्न सक्नुहुन्छ, रेडियो पर्यावरण पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमको साथमा आवाज तरङ्गमा कुरा सफाचट गर्ने सहयात्री म नवराज सञ्जेल, प्रविधिमा अनिता अनि सुनवाईमा तपाईँ श्रोता हुनुहुन्छ। श्रोता, नवीनतम समाज निर्माणका लागि सकारात्मक रेडियो बस कुरा सफाचटमा हरेक शनिबार बिहान 8 बजे पछाडि हामी विविध विषयवस्तुमा कुराकानी गर्ने गर्छौँ। तपाईँले हामीलाई विभिन्न माध्यमबाट अहिले प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। हामीले तपाईँसँग पनि लाइभ गरिरहेका छौँ र तपाईँले विभिन्न माध्यमबाट आजको रेडियो बस कुरा सफाचटलाई सुनिरहनु भएको छ। रेडियो पर्यावरणलाई तपाईँले हाम्रो पात्रमा गएर सर्च गर्न सक्नुहुन्छ, त्यहाँ गएर रेडियो पर्यावरण सुन्न सक्नुहुन्छ। त्यसै गरी www.radioparyawaran.org.np लगइन गरेर संसारको जुनसुकै कुनामा बसेर पनि तपाईँले रेडियो बस कुरा सफाचट सुन्न सक्नुहुन्छ। कार्यक्रममा हरेक साता 8 बजे पछाडि हामी फरक विषयवस्तुमा कुराकानी गर्छौँ, जस्तै यो नवीनतम समाज निर्माण गर्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने व्यक्तित्वसँग कुराकानी गर्ने गर्छौँ। आज हामीसँग एकजना यस्तो व्यक्तित्व हुनुहुन्छ जो अमेरिकामा बस्नुहुन्छ र hollywoodkhabar.com को सञ्चालक पनि हुनुहुन्छ। कृष्ण सञ्जेलज्यूसँग आज हामी कुराकानी गर्छौँ। उहाँले 16-17 वर्षको आफ्नो अमेरिकाको बसाइमा त्यहाँ रहेको वातावरणलाई कसरी हेरिरहनु भएको छ, नेपाली पत्रकारिता र उहाँले अमेरिकामा बसेर पनि पत्रकारिता गरिरहँदा त्यहाँको वातावरण के कस्तो रहेको छ भन्ने विषयमा आज हामी कुराकानी गर्छौँ। तपाईँ श्रोताले पनि हामीलाई प्रतिक्रिया र सुझाव दिन सक्नुहुनेछ। rjsanjel@gmail.com मा मेल गर्न सक्नुहुनेछ। तपाईँको प्रतिक्रिया र सुझावलाई लिएर हामी पर्यावरण फलोअप पनि गर्नेछौँ। उहाँसँगको कुराकानीमा अब हामी लाग्ने क्रममा छौँ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। थ्याङ्क यू सो मच ह्याभिङ मी। यहाँ नेपाल आउनुभएको मौका पारेर हामी कुराकानीमा लागिरहेका छौँ। यहाँ अमेरिकामा बसेर पनि hollywoodkhabar.com सञ्चालन गरिरहनु भएको छ। हामी त्यहीँबाट नै सुरुवात गरौँ। पहिला अमेरिकी अनलाइन सञ्चालनको अवस्था कस्तो छ, तपाईँको hollywoodkhabar.com ले के गर्छ, हाम्रो श्रोताहरूलाई जानकारी दिनुहोस् न। खास भन्ने हो भने डायस्पोरामा बसेर मिडियाहरू सञ्चालन गर्नु अनि त्यसलाई निरन्तरता दिनु सजिलो छैन। त्यसबाट खान पुग्ने अब त्यही नै गरेर खाने एकदमै कम हुनुहुन्छ होला। विश्वभरिमा गर्ने हो भने आधा दर्जन पनि पुग्दैन मिडिया नै सञ्चालन गरेर खानेहरू चाहिँ, होइन। त्यसैले गर्दा यसलाई के भन्नुपर्छ भने पेसागत रूपले यसलाई लान सकिरहेको छैन हाम्रो डायस्पोरामा बसेर। अनि यो चाहिँ एक किसिमले बाँकी रहेको समयमा अब आफ्नो जीवन गुजारा चलाउन अरू काम गरेर बाँकी रहेको समय चाहिँ नेपाली कम्युनिटीलाई हेल्प गर्ने एक किसिमको सोसल सर्भिस हो, त्यसो भन्न चाहन्छु। यो एक्चुअली मैले 2008 तिरदेखि चाहिँ सञ्चार गर्न सुरु गरेको हो। सञ्चार म आफूलाई पत्रकार भन्दा पनि सञ्चारकर्मी भन्न चाहन्छु। त्यो बेलाको सुरुवातदेखि अहिलेसम्म निरन्तरता छु, तर यसलाई प्रोफेसनल्ली यसैबाट कमाइ गरेर खाने भन्दा पनि म एउटा हबीको रूपमा मात्रै लगिरहेको छु यति बेला। अनि धेरैजनाको म जस्तै साथीहरूको पनि स्थिति चाहिँ त्यस्तै हो। हजुर, त्यहाँनिर दर्ता प्रक्रिया अब जस्तै हुन्छ नि होइन, नेपालमा चाहिँ अनलाइन पत्रिकाहरू दर्ता गर्ने एउटा खालको कानुन छ। अमेरिकामा चाहिँ अलिकति कठिन छ, अलिकति हेर्ने दृष्टिकोण फरक छ भन्ने पनि सुन्नमा आइन्थ्यो। कस्तो छ त्यहाँको दर्ता प्रक्रिया? एकदमै सहज क्वेसन, जायज क्वेसन। थ्याङ्क यू सो मच। कस्तो हुन्छ भने 3 चिज हुन्छ। एउटा तपाईँसँग के गर्ने हो त्यो कम्पनी स्टेटकोमा गएर दर्ता गर्नु पर्यो। त्यहाँ
हरेक स्टेटमा जुन स्टेटबाट चलाउने हो त्यो स्टेटमा गएर कम्पनी रेजिस्टर गर्नु पर्यो अनि त्यो कम्पनी अन्तर्गत तपाईँको जतिवटा पनि बिजनेस चलाउन सक्नुहुन्छ अब्जेक्टिभ अनुसार होइन प्रिन्ट संसार अरू बिजनेस छ भने अरू बिजनेस त्यसपछि गएर तपाईँको सिटी ओर काउन्टी त्यो मध्ये कुन चाहिँ छ कोही ठाउँमा सिटी हुन्छ कोही ठाउँमा काउन्टी हुन्छ त्यहाँबाट त्यहाँ रजिस्टर गरेर पर्मिसन लिनुपर्ने हुन्छ अनि त्यसपछि त्यो सिटी अथवा काउन्सिलमा चाहिँ के हुन्छ भने बिजनेस लाइसेन्स भन्छ त्यो बिजनेस लाइसेन्स लिएपछि एउटा त्यहाँको सूचना प्रविधि यहाँको जस्तो संसार केमा कहीँ पनि जानु पर्दैन युआर अथराइज अब कानुनले नगर्नु भनेको नगर्ने कानुनले गर्नु भनेको गर्ने हो त्यति हो त्यहाँभन्दा अरू केही पनि हुँदैन अब त्यो दर्ता प्रक्रिया जस्तै हाम्रो यहाँको तरिका यहाँ थाहा छँदैछ विगत 2008देखि अहिलेसम्म यहाँ जुन लागिरहनु भएको छ अहिले यस क्षेत्रमा यहाँ चाहिँ सञ्चारमा दर्ता गर्ने अथवा पत्रकारिता लिने भन्ने बारेमा होइन अनुमति लिने अथवा पत्रकारको परिचय पत्र लिने भन्ने जुन हुन्छ त्यहाँ त्यस्तो हुन्छ कि हुँदैन 2-3 थरी हुन्छ जस्तै सम्बन्धित अथोरिटीले मात्रै दिन्छ जस्तो तपाईँको व्हाइट हाउसको रिप्रेजेन्टेटिभ गर्नुहुन्छ भने तपाईँलाई व्हाइट हाउसले एउटा पास दिन्छ त्यो पास भएपछि तपाईँको कुन चाहिँ मिडियाबाट जाने हो अब त्यहाँको छ नि अब नामै लिएर भन्नुपर्दा सबै सिएनएनको करेस्पोन्डेन्ट हो कि व्हाइट हाउस करेस्पोन्डेन्ट हो कि एबिसीको हो कि अथवा बिबिसीको हो कि तिनीहरूलाई एउटा दिएको हुन्छ तर बाँकी चाहिँ उनीहरूको कम्पनी आफैले दिने हो त्यस्तो खालको थुप्रै अथोरिटीहरू भएको त्यस्तो केही पनि हुँदैन अब मेरो कुरा गर्ने हो भने मेरो कम्पनीबाट मैले आइडी दिन्छु अनि त्यसमा लेखेको हुन्छ पर्सनल्ली कसैले मिसयुज गर्छ भने मेरो कम्पनी जिम्मेवार हुन्छ कम्पनीको उद्देश्य भन्नुभयो भने त्यो उद्देश्य चाहिँ के फरक धेरैवटा राख्न पाइन्छ कि पत्र पत्रिका सञ्चालन भनेपछि एउटै उद्देश्य उस्तै उद्देश्यभित्र आउनुपर्छ कि कम्पनी चाहिँ विभिन्न उद्देश्य राखेर दर्ता गरेर यो पनि एउटा काम गर्न पाइन्छ दुईवटा कुरा हुन्छ पहिलो जस्तो मेरो कम्पनी अहिले हलिउड मिडिया एन्ड इन्टरटेनमेन्ट एलएलसी भन्ने हो अब त्यसको कम्पनी दर्ता हुन्छ 3-4 थरी हुन्छ त्यतातिर गइने अहिले मैले त्यस अन्तर्गत मैले अहिले अनलाइन टेलिभिजन प्रिन्ट इभेन्ट अर्गनाइजिङहरू त्यो गर्न पाउँछु त्यसमा अब्जेक्टिभ हुन्छ अब्जेक्टिभमा उद्देश्यहरू के गर्ने भन्ने हुन्छ त्यति अन्तर्गतको सबै गर्न पाइन्छ र गर्नुपर्छ भन्ने चाहिँ छैन गर्न पाइन्छ मैले भन्न खोजेँ मात्रै सञ्चारको मात्रै उद्देश्य हुन्छ कि फरक प्रकृतिको उद्देश्य नै हुन्छ त्यो चाहिँ अब्जेक्टिभ चेन्ज गर्नुपर्ने हुन्छ तपाईँ जस्तै मैले अब एउटा छुट्टै बिजनेस मलाई एक्सपोर्ट इम्पोर्ट गर्न मन लाग्यो भने मैले कम्पनीको अब्जेक्टिभ गएर एक्सपोर्ट इम्पोर्ट पनि गर्छु भनेर थप्नुपर्छ त्यो छिटो एकदमै छिटो हुन्छ त्यत्रो लामो केही पनि हुँदैन गाह्रो हुँदैन जस्तै तपाईँ त्यहाँ बसेर नेपाली खबरहरू सङ्कलन गर्नुहुन्छ लेख्नुहुन्छ अथवा कोही प्रतिनिधि मार्फत लिनुहुन्छ नि होइन त्यति बेला चाहिँ अमेरिकाबाट नेपालका लागि समाचारहरू प्रसारण गरिरहँदा यहाँका समाचारका शैलीहरू र त्यहाँका व्यवहारहरू कसरी पहिचान गर्नुहुन्छ हेर्नुहुन्छ तपाईँले दुईवटा कुरा फरक हुन्छ प्राय नेपालको समाचारहरू चाहिँ म हेर्छु अब हेर्नै पर्ने हुन्छ म जति मात्रै होइन प्राय नेपाल बाहिर बस्ने सबै जसले दिनमा ब्रेकको टाइममा पनि उनीहरूले त्यो खाँदै खाँदै ब्रेकमा लन्च ब्रेकमा पनि खाँदै नेपालको समाचार पढिरहेको हुन्छन् हेरिरहेको हुन्छन् सुनिरहेको हुन्छन् पहिलो कुरा दोस्रो हामीले हेर्दाखेरि अब नेपालमा जुन चाहिँ अलिकति आजभोलि चेन्ज भएको छ अब क्लासिक टाइपकोहरू समाचारहरू हुन्छ नेपालमा चाहिँ भन्नाले प्राय रसो दीर्घहरू हेर्ने के हुनेहरू हुन्छ हामी रसो दीर्घहरूदेखि लिएर शुद्धाशुद्धि हुनु हुँदैन भनेको होइन त्यो डेली लाइफमा त्यो सकिँदैन हामी त्यहाँ बसेर अनि कहिले भाषा छुटेको हुन्छ म नै 17-18 वर्ष बाहिर बसिसकेँ कति कुरा मैले पनि जान्दिनँ त्यो भए पनि मुख्य हाम्रो टार्गेट चाहिँ के हुन्छ भने संसार भयो या भएन एउटाबाट अर्को पुग्यो कि पुगेन भन्ने चाहिँ मुख्य उद्देश्य हो र त्यसैलाई ध्यान दिन्छु म आफू चाहिँ अब तपाईँ जुन अहिले अब कति 16-17 वर्ष भयो होला होइन अमेरिका बस्नुभएको त्यो बसाइमा जुन तपाईँले नेपालको बसाइलाई अमेरिकाको बसाइमा रूपान्तरण परिवर्तन गर्नुभएको छ नि त्यति बेला तपाईँले एउटा गीत पनि लेख्नु भएको रहेछ हामीले अलि अगाडि सुनेका पनि थियौँ न विदेशी भयो न नेपाली रह्यो भन्ने सङ्केत दिएर गीत सङ्गीतमा पनि यहाँको चाहना छ हो फरक ढङ्गले 3वटा गीत रेकर्ड भयो अहिलेसम्म अनि एउटा डान्सिङ प्याटर्नको त्यो सबैभन्दा हिट नै भयो नेपालमा त्यसै भिडियो बनेको छैन स्टेज सोहरूमा गर्नुभएको थियो हजुर अनि त्यसलाई बसन्त सापकोटाले सङ्गीत गर्नुभएको मेरो शब्दहरू हो र सरस्वती लामाले गाउनु भएको थियो अनि दोस्रो चाहिँ 30 को गीत लेखियो त्यो चाहिँ रक टाइपको 30 को गीत थियो त्यो पनि एकदमै हिट भएर म्युजिक नेपालको युट्युबमा छ अझै पनि हेर्न सक्नुहुन्छ त्यसै भिडियो पनि छ त्यो मलाई जहाँसम्म लाग्छ 3-4 दिनमा 19 लाखभन्दा बढी भ्युअर भएको थियो 2-3 दिनमा त्यो पनि हिट नै भयो र अहिले अन्तिम रेकर्ड चाहिँ यो न म नेपाली नै रहे न म विदेशी नै भएँ भन्ने गीत थियो एक्चुअली 2012 सालमा लेखेको गीत हो त्यसलाई मदन दिव्यम दाईसँग यो सङ्गीत गर्नु पर्यो भनेको 2013 मा सामान्य कन्सेप्ट बनाउनु भएको थियो र अनि मदन दाईले अन्तिममा उहाँ बित्नुभन्दा 2 महिना अगाडि चाहिँ ल यो फाइनल भयो भाइ भनेर पठाउनु भएको थियो
यो नै उहाँको अन्तिम सङ्गीत हो र यसलाई नरेन्द्र प्यासीले अलि रिटच गरेर रेकर्ड भएको छ। नरेन्द्र प्यासीको स्वरमा एकदमै टची सङ छ अनि त्यसमा पीडाहरू छन् अनि त्यो खालको चाहिँ गीत छ। र अहिले यसको अब तुरुन्तै पब्लिक गरिसकेका छैन, पब्लिक गर्ने पक्षमा छौँ। अलिकति यसको शब्दमा मलाई साथ दिनुभएको छ अर्जुन राज पन्तले। उहाँ चाहिँ पहिलो व्यङ्ग्य काव्यकार हुनुहुन्छ नेपाली भाषा साहित्यमा, अमेरिकामै बस्नुहुन्छ। हामी दुईजनाको शब्द भन्न चाहन्छु यसलाई। कहिलेकाहीँ गीत सङ्गीतमा सर्जकहरूले आफ्नो अवस्था र पीडाहरूलाई पनि समेट्ने गर्छन् भन्ने गरिन्छ होइन। र यो गीत तपाईँले पठाउनु भएको गीत हामीले सुन्यौँ पनि। त्यसभित्र हेर्दा कतिपय अवस्थाहरूमा जस्तै नेपालबाट छोडिसके पछाडि अथवा नागरिकता लिँदाको अवस्थालाई त्यहाँनिर सङ्केत गर्न खोज्नु भएको छ। त्यसको परिस्थितिजन्य कन्सेप्ट चाहिँ के हो त्यो चाहिँ क्लियर पारिदिनुहोस् न। दुईवटा कुरा। एउटा म बाटोमा हिँड्दै थिएँ, वाट नेसनालिटी यु आर भन्यो होइन। त्यसपछि मैले नेपाली भने। अब जेसुकै म अमेरिकन सिटिजन हो, बाई ल बाई बर्थ म नेपाली हुँ, बाई चोइस म अमेरिकन हो अनि कानुनी रूपले मेरो नेसनालिटी अमेरिकन हो डेफिनेटली। त्यो हुँदाखेरि पनि के हुन्छ भने कानुनले स्वीकारे पनि प्र्याक्टिकल लाइफमा चाहिँ हुँदो रहेनछ। मैले जतिसुकै वर्ष जाउँ, जेसुकै गरौँ, म नेपाली नै बनिरहन्छु। मेरो शरीर, मेरो स्ट्रक्चर, मेरो भाषा त्यो चाहिँ चेन्ज हुँदो रहेनछ। चेन्ज नहुने भनेको चाहिँ त्यो चिज रहेछ। अनि त्यो बिचको भयो, यताबाट उताको भयो, उताबाट यताको भयो। म बिचको भएपछि म चाहिँ के गर्ने त भने त्यो पीडा चाहिँ यो गीतमा हो। अनि सँगसँगै के हुन्छ भने कतिपय चिजहरू खोसिन्छ। अनि सबैभन्दा पीडा चाहिँ कहाँनिर भयो भन्दाखेरि सबैभन्दा प्यारो हुन्छ खोसिएको धन भन्ने चाहिँ एउटा जुन चिज खोसिन्छ त्यो सबैभन्दा पीडा हुँदो रहेछ। अनि अहिलेको स्थिति पनि त्यस्तै हो। भाग्यवश अथवा जोडदारले गर्दा नेपालको संविधानमा अहिले हाम्रो थुप्रै अधिकारहरू, राजनीतिक अधिकार भएको चिजहरू छ। हामीलाई राजनीतिसँग त्यत्रो सरोकार पनि छैन, हामीलाई चाहिएको पनि होइन। ती चिजहरू संविधानले आधिकारिक रूपमा चाहिँ स्पष्ट गरेको छ। ती कुराहरूको समेटिएको गीत चाहिँ हो यो। त्यहाँनिर धेरैजनाको कथा व्यथा हेरिरहँदा पनि जस्तै नेपाली नागरिकता त्यागेर यहाँले जुन कानुनको कुरा र जन्मको आधारको कुरा गर्नुभयो नि होइन, त्यो बेलाको क्षणलाई जस्तै अमेरिकन बनिरहँदा भन्दा धेरै नेपाली युवाहरूको त सपनामा चाहिँ अमेरिकै जान पाए हुन्थ्यो भन्ने त हुन्छ होइन। तर त्यही जो बसिरहनु भएको छ उहाँहरूको मनमा चाहिँ खालि नेपालीपन देखिँदो रहेछ। के हुँदो रहेछ यी दुईटा बिचको सम्बन्ध चाहिँ? त्यसलाई हामी बाहिर बस्नेहरूले दुईटा भन्छौँ, भूगोलको नेपाल र भावनाको नेपाल भनेर। हामी चाहिँ भावनाको नेपालमा छौँ अनि भूगोलको नेपाल चाहिँ नेपालको जियोग्राफीको जुन लोकेसनभित्र त्यहाँभित्रको छन्। जुन चाहिँ गुमेको चिज हुन्छ त्यो चिज चाहिँ बढी प्यारो हुन्छ। जस्तो पहिला पनि हामीले हेर्नुहुन्छ नेपाली साहित्यमा दार्जिलिङ लगायतका ठाउँबाट धेरै योगदान भएको छ। धेरै राइटरहरू त्यहाँबाट हुनुहुन्छ, तपाईँको नेपाली टिचर पनि हुनुहुन्छ होइन। हो त्यो चाहिँ उहाँहरूलाई के भन्दाखेरि बढी प्यारो भएको हो। हामीलाई पनि त्यस्तै हुन्छ। र अनि त्यहाँ जानु हुँदैन भन्ने होइन, त्यहाँ जाँदा अरू चिजहरू छ। तपाईँले दुःख गर्नुभयो, जति दुःख गर्नुभयो त्यति तपाईँको इच्छाहरू पुरा हुँदै जान्छन्। त्यो एउटा बाटो छ जीवनको, अलि सहज छ। दोस्रो चाहिँ के हो भने त्यहाँ पुगेपछि जुन चिज खड्केको हुन्छ, परिवार साथीभाइ घुम्न गएको कुरा, चाडपर्व यस्तो चिजहरू चाहिँ खड्किन्छ। जस्तो अहिले पनि चाडपर्व मनाउने, जस्तो दसैँ मनाउने अथवा लोसार मनाउने इत्यादि चाहिँ के हुन्छ भने 10-15 मिनट हुन्छ परिवारभित्र मनाउने, त्यति हो। यो खालको जिन्दगी हुन्छ, त्यो सहज जिन्दगी चाहिँ होइन। धेरै चिज गुमेको हुन्छ जिन्दगीको, लगभग 80-90% पार्ट हो हाम्रो त लाइफ हुने। नेपाली कल्चरल लाइफ भनेको त हरेक जीवनमा पार्ट हो। एक मिनटमा संस्कृति छ, मिनटमा धर्म छ, मिनटमा हुन्छ नि। जुरुको उठ्यो, नुहाइधुवाइ गर्यो, त्यो एउटा धार्मिक पाटो थियो। अहिले आएर जीवनको नियमित दैनिकी भएको छ हो। यस्तो चिजहरू चाहिँ गुम्छ त्यहाँ, धेरै चिजहरू त्यो हो। नवीनतम समाज निर्माणका लागि सकारात्मक रेडियो बहस कुरा सफाचट छोडिरहनु भएको छ। विश्वको पहिलो वातावरण रेडियो पर्यावरण 104.2 मेगाहर्जबाट काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरूमा तपाईँले हामीलाई सुनिरहनु भएको छ। र रेडियो बहस कुरा सफाचटभित्र हामीसँग आज हुनुहुन्छ hollywoodkhabar.com का सञ्चालक कृष्ण सञ्जेल हुनुहुन्छ। उहाँ 2062देखि अमेरिकामा हुनुहुन्छ भने सन् 2008देखि पत्रकारिता पनि अमेरिकामा बसेर गरिरहनु भएको छ। र जुन आफ्नो भूगोल र भावनाको नेपाल कस्तो हुन्छ भन्ने बारेमा धेरै युवाहरूमा अहिले खालि विदेश जाने र विदेशको सपना बोकिरहेको अवस्थामा त्यसलाई सम्भाव्यता अध्ययन गर्दै जाने हो भने सकारात्मक रूपमा कसरी रूपान्तरण गर्न सकिन्छ भनेर आज हामीले कुराकानी गरिरहेका छौँ। तपाईँ श्रोतालाई प्रतिक्रिया र सुझाव दिन मन लाग्छ भने तपाईँले रेडियो पर्यावरण @gmail.com अर्थात् rjsanjel@gmail.com मा पनि मेल गर्न सक्नुहुनेछ। उहाँसँगको रोचक कुराकानी लिएर म कार्यक्रममा उपस्थित हुने नै छु। यति बेला हामी छोटो विश्राम लिन्छौँ। विश्राम पछाडि फेरि पनि आउँछौँ। रेडियो पर्यावरण 104.2 मेगाहर्ज सुन्दै गर्नुहोला।
यो लाइभ त गइरहेको छ होला है यो भित्र डाटा नजाने कति बेला तान्दैन पासपोर्ट छ मान्छे भोइस गइरहेको छ भिडियो लाइभ त्यस्तो खास समस्या नहोला हामी चाहिँ अहिले एडमा छौँ रेडियोमा लाइभमा भएको हुनाले त्यसैले अहिले साइलेन्ट मोडमा बसेको हुनाले तपाईँहरूले केही सुन्न सकिरहनु भएको छैन एकछिनमा हामी फेरि लाइभमा कुराकानीमा आउनेछौँ हजुर पक्कै पनि विश्वको पहिलो वातावरण रेडियो पर्यावरण 104.2 मेगाहर्ज सुनिरहनु भएको छ काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरूमा अनि www.radioparyawaran.org.np लगइन गरेर संसारको जुनसुकै कुनामा बसेर पनि सुन्न सक्नुहुनेछ र पर्यावरण टिभी एप्स डाउनलोड गर्न सक्नुहुन्छ र तपाईँले पर्यावरण टेलिभिजन हेर्न सक्नुहुन्छ रेडियो पर्यावरण सुन्न सक्नुहुन्छ र हाम्रो समाचारहरू पढ्न पनि सक्नुहुनेछ नवीनतम समाज निर्माणका लागि सकारात्मक रेडियो बस कुरा सफाचटको आजको श्रृङ्खलामा आवाजित तरङ्गमा कुरा सफाचट गर्ने सहयात्री म नवराज सञ्जेल प्रविधिमा अनिता अनि सुनवाईमा तपाईँ श्रोता हुनुहुन्छ र हामीसँग आज hollywoodkhabar.com का सञ्चालक कृष्ण सञ्जेल पनि हुनुहुन्छ कुराकानीको लागि र उहाँसँग हामी कुराकानी गरिरहेका छौँ छोटो विश्रामपछि यहाँलाई पुनः हार्दिक स्वागत छ थ्याङ्क यू सो मच हामीले पहिलो खण्डमा hollywoodkhabar.com र त्यहाँको अवस्थाको बारेमा कुराकानी गऱ्यौँ र अलिकति विदेशमा बसेर नेपालका लागि केही गर्ने व्यक्तित्वहरूको जुन त्यहाँ एउटा विभिन्न ठाउँहरूमा समूहहरू बनाउनु हुने छलफल गर्नुहुने भन्ने चाहिँ यहाँहरूसँग फुर्सद कसरी मिलाउनुहुन्छ अत्यन्तै व्यस्त समयका बीच प्राय गरी यो इभेन्टहरू चाहिँ विकेन्डमा हुने गर्छन् सबै जस्तोको अब चाडपर्वको बेला चाडपर्वको इभेन्टहरू हुन्छ अनि हामी चाहिँ धेरै जस्तो सबै खालको संस्कृतिहरू प्र्याक्टिस गर्छौँ किनभने त्यो जम्मै चिज हाम्रो हो
हामी मेल्टिङ पटमा छौँ, त्यसलाई प्र्याक्टिस गरिएन भने त्यो कुनै दिन हराएर जान्छ। त्यसैले हामी सबै खालको संस्कृतिहरू प्र्याक्टिस गर्छौँ मिलेर। हामी लोसार पनि मनाउँछौँ, हामी दसैँ पनि मनाउँछौँ, तिहार पनि मनाउँछौँ, तिज पनि मनाउँछौँ, सबै धार्मिक सबै चाहिँ खालको मनाउँछौँ। त्यो एउटा बाटो। अनि प्रायः विकेन्डमा हुन्छ र विकेन्डमा चाहिँ धेरै कमले काम गर्नुहुन्छ र त्यो स्थितिमा हामी विकेन्डमा चाहिँ पार्टिसिपेन्ट हुन सक्छौँ। भएन भने अब साँझको प्रोग्रामहरू हुन्छ, प्रायः साँझमा धेरै जस्तो पार्टिसिपेन्ट हुन्छ। अनि उहाँहरूले त्यसलाई हेर्नुहुन्छ। द मोस्ट प्र्याक्टिकल टाइम चाहिँ अर्गनाइजरहरूले त्यसरी टाइम मिलाउने गरिएको हुन्छ। अनि आजकल चाहिँ यो कोरोनाको कारणले गर्दा अब बेफाइदा चाहिँ भेटघाट हुन पाइँदैन, फाइदा चाहिँ जहाँको व्यक्ति पनि जहाँ पनि हुनसक्छ, त्यो कुराहरू नि छ। हजुर। अब त्यहाँको दैनिकी होइन, त्यहाँ गइसके पछाडिको हाम्रो नेपालको दैनिकीमा यहाँ 2-4 दिनदेखि नेपालमा हुनुहुन्छ, यहाँ अहिले हेरिरहनु भएको छ, पहिला पनि लामो समय पछाडि जानुभयो। त्यो दैनिकीलाई तुलना गर्दाखेरि चाहिँ हाम्रो के कुरा चाहिँ कहाँनिर नमिले जस्तो लाग्छ यहाँलाई अमेरिकी दैनिकी र नेपाली दैनिकीसँग? त्यो त कम्पेयर गर्ने चिज अलिक गाह्रो हुन्छ, किनभने एउटा डे टु डे बाँच्ने लाइफ चाहिँ कसरी हो दैनिकी बनाउन, त्यो खालको फरक छ। त्यहाँ नेपालमा प्रायः गरी एउटा परिवारबाट एकजनाले काम गर्यो भने त्यो परिवारलाई लगभग पुग्छ, लगभग। अहिले चाहिँ अब अलि सहरी क्षेत्रमा डाउनटाउनहरूमा अलिक गाह्रो होला। अनि त्यहाँ चाहिँ हुँदैन, जतिजना सदस्य छन् ती सबैले काम गर्नुपर्ने स्थिति हुन्छ, नत्र गाह्रो हुन्छ लाइफ। अब कतिपयको बिजनेस लाइफहरू होला, कर्पोरेट लाइफहरू, इन्टरप्रेनरहरू होला, उनीहरूको लाइफ बेग्लै हुन्छ। अब हरेकलाई त्यसलाई एक्ज्याक्टली कम्पेयर गर्ने आधार चाहिँ हुँदैन भन्ने ठान्छु म। तैपनि सामान्यतया हेर्ने हो भने म्याक्सिमम आवर, कम्तीमा पनि मिनिमम चाहिँ हप्तामा 40 घन्टा हरेक व्यक्ति जस्तो व्यक्तिले काम गरेकै हुन्छन् मिनिमम। अलि आम्दानीले पुगेन भने त्यहाँभन्दा बढी पनि गरेका हुन्छन् है। अनि बिजनेस कर्पोरेटहरू चलाउनेहरू, इन्टरप्रेनरहरूले चाहिँ अब उहाँहरूको अब लिमिटेडै हुँदैन, कहिले कम गर्नुहुन्छ, कहिले धेरै गर्नुहुन्छ, कहिले राति पनि गर्नुहुन्छ, त्यो उहाँहरूको लाइफ बेग्लै छ। अब नेपालको भन्ने हो भने मैले नेपालको बारेमा किन भनिरहँ, सबैजना विज्ञ नै हुनुहुन्छ यहाँको लाइफको बारेमा। जस्तै यहाँले आफ्नो केटाकेटीहरूलाई उहीँ पढाउनु भयो होइन, यहाँको अनुभवले पनि थाहा हुन्छ। जस्तै विद्यालय जीवनमा विद्यार्थीहरूले अहिले हाम्रा धेरै विद्यार्थीहरूले पनि हामीलाई सुनिरहनु भएको हुन सक्नुहुन्छ होइन, त्यहाँको विद्यालयको शैली अथवा अभिभावकले खेल्ने भूमिका कस्तो प्रकारको हुन्छ? प्यारेन्ट्सको खासै रोल केही पनि हुँदैन त्यत्रो साह्रो। त्यो स्कुल नै सबै चिजमा जिम्मेवार हुन्छ। अब यहाँको जस्तो टन्न होमवर्क त पर्ने त्यो खालको कुराहरू चाहिँ हुँदैन, प्रोजेक्ट बेसमा हुन्छ। अब ती उनीहरूले चाहिँ जे सिक्नुपर्ने हो त्यो खालको चाहिँ त्यहाँबाट स्कुलबाट पुग्ने हुन्छ। जस्तो भनौँ 12 ग्रेड चाहिँ हाई स्कुल हो, नेपालमा 10लाई हाई स्कुल भन्छन् होइन, अहिले 12 नै पुग्यो, 12 नै छ भने अब 12 चाहिँ हाई स्कुल, 12 पास भएपछि हाई स्कुल भन्छ। त्यहाँ सबैजना 12 पास भएकाहरूको लेभल अफ अन्डरस्ट्यान्डिङ र उनीहरूको बुझाइ सिकाइ त्यो सबै खालको चाहिँ एउटै खालको हुन्छ। अनि फाइदा चाहिँ के छ भने कोर्स कम्तीमा 3 थरीको हुनसक्छ। एउटा स्टुडेन्ट धेरै ट्यालेन्ट छ भने उसले लेभल 2 लेभल 3 को अब भनौँ न म्याथमेटिक्सको 3टा लेभल हुन्छ, उसले त्यो हायर लेभलको म्याथमेटिक्सको त्यहाँ 9th ग्रेडमा पढ्यो भने 9, 10, 11, 12 चाहिँ त्यहाँको हाई स्कुलको हो। अनि त्यो 9मै पढिसक्यो भने उसले कलेजमा गएर नि त्यो पढ्नु पर्दैन। अन्त भनेको हरेक टपिक्सलाई टिचरले कतिपय कोर्स बनाउनु हुन्छ। यति चाहिँ 12th ग्रेड पढेको स्टुडेन्टले यति चाहिँ मिनिमम जानेको हुनुपर्छ भन्ने एउटा लेभल हुन्छ। त्यो लेभल चाहिँ टिचरले आफै क्रिएट गरेर आफ्नै किसिमले सिकाउन पनि पाउँछ, त्यसको अलिकति फरक हुन्छ। अरू भनेको चाहिँ जेनरली प्रोडक्सन एउटै लेभलको हुन्छ। हाई स्कुल डिप्लोमा गर्नेहरूको चाहिँ यो लेभलको हुन्छ है भनेपछि हुन्छ, इन जेनरल तिनीहरूले त्यति नलेज लिएका हुन्छन्। अनि प्रायः अब फेल हुने भन्ने चाहिँ हुँदैन। त्यहाँ टेस्ट लिएर रिटेक गरेर प्रोजेक्ट दिएर उसलाई काम एक्स्ट्रा गराएर टिचरले काउन्सिलिङ गरेर अनि प्यारेन्ट्सहरू बोलाएर कहिलेकाहीँ एकाध प्यारेन्ट्ससँग मिटिङ पनि हुन्छ, टिचरसँग गरेर उसको इन्डिभिजुअल टिचरहरू हुन्छ, उनीहरूलाई काउन्सिलिङ गरेर रिटेक गरेर के गरेर ऊ चाहिँ जान्छ। अनि केही गरी बिहेभियरल कुराहरू आयो भने चाहिँ त्यस्तोहरूलाई पढाउने छुट्टै स्कुल हुन्छ हाई स्कुलमा, साइडमा त्यो एउटा डिस्ट्रिक्ट हुन्छ, त्यो डिस्ट्रिक्टको साइडमा एउटा स्कुल हुन्छ, त्यहाँ चाहिँ एडमिसन गरेर त्यहाँ ट्रान्सफर गरिन्छ। यदि त्यो स्टुडेन्टले बिहेभियरल बढी भयो, अरू स्टुडेन्टलाई बेफाइदा भयो भने चाहिँ उसलाई त्यतातिर सारिन्छ, तर पढ्नु चाहिँ पढ्नुपर्छ। बालाधिकारको हिसाबले र अन्य व्यवहारका हिसाबले चाहिँ बालबच्चाहरू हुर्काउनको लागि र शिक्षा दीक्षा दिनको लागि अमेरिकन जीवनमा पनि नेपालीहरू जो गएर बस्नु भएको छ उहाँहरूको लागि कठिनाइ छ भन्ने कुरा बाहिर आएको छ, खास के हो? त्यस्तो होइन, राइट्स भनेको कस्तो हुन्छ भने जेनरल लाइफ कसरी सेक्योर गर्ने भन्ने हुन्छ। अब यहाँ के हुन्छ भने तपाईँको जन्मेदेखि बच्चाहरू हुर्काउनेदेखि लिएर स्कुल पठाउने, स्कुलबाट घर नआएसम्म बाउ आमा जिम्मेवार हुन्छ।
अनि त्यहाँ चाहिँ बाटोमा कसैले हिर्काइदिएला कि गाडीले एक्सिडेन्ट गर्ला कि भन्ने यहाँको लाइफ त्यो खालको छ एकथरी। त्यहाँ चाहिँ कस्तो हुन्छ भने त्यो टोटल्ली घरबाट उसलाई स्कुल त्यो गाडीमा हाल्नु छ भने गाडीमा अथवा बाटोमा हिँड्नु छ भने त्यो सबै बाटोमा हिँड्दाखेरिको सेक्युरिटी त्यहाँको अथोरिटीहरूको हुन्छ, नगरको अथवा काउन्टीको। अनि स्कुलभित्र स्कुलको जिम्मेवारी हुन्छ होइन। प्यारेन्ट्सलाई त्यो स्कुलभित्र छिरिसकेपछि बच्चा के खायो कि खाएन कि इट डजन्ट म्याटर, त्यो म जिम्मेवार हुनु पर्दैन, मैले सोच्नै पर्दैन, ऊ सुरक्षित छ। इनकेस केही भइहाल्यो भने पनि त्यहाँ सेक्युरिटी सिस्टमहरू फरक हुन्छ, उनीहरूले टेक केयर गर्छ। अनि फर्केर आए पछाडि कस्तो हुन्छ भने कोही एकाध केसलाई रेयरलाई मान्नु हुँदैन। इन जेनरल हेर्ने हो भने 99%हरू चाहिँ लाइफ त्यस्तो खालको छैन। सुन्ने अनुसारको कस्तो भने हाम्रो जेनरली चाहिँ 80-90%को कुराहरूलाई पर्सेन्टको लाइफको कुराहरू जेनरल लाइफको कुरालाई हेर्दैनौँ, एउटा दुईवटा केसलाई चाहिँ मेजर हेर्छौँ। सबै ऋषिमुनिहरू महान थिए भन्छौँ, अष्टवक्रलाई मात्रै सबैले नाम लिन्छन्, किन भन्दाखेरि उहाँ एउटा मात्रै हुनुहुन्थ्यो नि त, बाँकी ऋषिमुनि त त्यस्तो होइन नि। त्यस्तो खालको चाहिँ होइन, म त्यति साह्रो कठिन लाइफ छ भन्ने होइन। एकाध घटना चाहिँ कस्तो हुन्छ भने बच्चाहरूलाई सिक्युरिटी सिकाइन्छ त्यहाँ सानोदेखि नै। अब इनकेस इमर्जेन्सी भयो भने कसरी बस्ने होइन, झगडा भयो भने सिक्युरिटी पुलिस कल कसरी गर्ने, कति नम्बरमा पुलिस कल गर्ने, जस्तो 911 इमर्जेन्सी हुन्छ त्यो विदिन 2 मिनट अर समहाउ रेस्क्यु गर्छ। त्यस्तो हुनेहरू चाहिँ बच्चैमा थाहा हुन्छ उनीहरूलाई, सानो बोल्न जानेपछि उसलाई त्यो थाहा हुन्छ, त्यो सिकाइन्छ, स्कुलमा पनि सिकाइन्छ। अनि इनकेस भायोलेसन्सहरू भयो, घरमा बच्चाहरूमा चाहिँ दुरुपयोगहरू भयो भने एकाध घटना त्यस्तो हुन्छ त्यो संसारमा जहाँ पनि हुन्छ। त्यस्तो स्थितिमा चाहिँ उनीहरूले आएर बच्चाहरूको बडीहरू चेक गर्न सक्छ, त्यो फरक चिज हो। भनेको कहीँ पिट्यो कि पिटेन भनेर हो, त्यस्तो चाहिँ हुन्छ। र पिट्न ओर्न पाइँदैन, त्यो त मान्छेलाई मात्रै होइन जनावरमा पनि त्यस्तै हुन्छ। जान्न खोजेको लगानीकै हिसाबले चाहिँ अलिक कठिन हुन्छ अथवा धेरै लगानी लाग्छ बच्चाहरू हुर्काउन भनेर, जस्तै नेपालीहरू कतिपय उहाँ जानुभएको थियो, त्यो बच्चाहरूलाई हुर्काउनलाई चाहिँ अमेरिकनमा चाहिँ अलिक बढी बाल अधिकारको कुरा बढी उठ्छ भन्ने हामीले सुनिरहेको थियौँ। त्यही भएर मात्रै अधिकारले अप्ठ्यारो हुने होइन, सर्टेन टाइम चाहिँ उहाँहरूले अब अलाउन्सहरू पाउँछ। प्रेग्नेन्सी पिरियडदेखि लिएर तपाईँको चाहिँ छ नि, प्रेग्नेन्सी पिरियड प्रायः कामै गर्नुहुन्छ उहाँहरू होइन। अनि त्यसको फरक छुट्टै फेसिलिटीहरू हुन्छ, काहीँ अब क्युमा बस्नु नपर्ने, फर्स्ट प्रायोरिटी पाउनेहरू हुन्छ। जस्तै शारीरिक रूपले अशक्त, त्यस पछाडि गर्भवती महिला र वृद्ध बच्चाहरूलाई छुट्टै प्रायोरिटी हुन्छ। उहाँहरूले इच्छाले होइन म क्युमा बस्छु त्यो कुर्छु भन्यो भने बेग्लै हो, तर भएन भने हुन्छ। त्यो एउटा पाटो भयो। जन्मेपछि हुर्काउन भने चाहिँ कस्तो हुन्छ भने उहाँहरूको छुट्टै टाइमिङ हुन्छ बच्चाहरूको बेला। त्यो बच्चाहरूको खानेदेखि लिएर धेरै अब सक्दैन, आफ्नो कमाइले पुग्दैन भने त्यहाँको काउन्टीले अथवा उसले पनि गभर्मेन्ट साइडबाट पनि सजिलो हुन्छ। अलिकति टाइम चाहिँ के हुन्छ भने उनीहरू नहुर्किन्जेल आफ्नो टाइम त्यता जाने भन्ने हो। त्यस्तो विधि त त्यस्तो लाग्दैन मलाई। अर्को जान्न खोजेको चाहिँ हामीले 18 वर्ष पछाडि अथवा आधारभूत शिक्षा जुन 12 कक्षा पास पछाडि चाहिँ विद्यार्थीहरू आफ्नै ढङ्गले लाग्नुपर्छ, परिवारभित्रै डिपेन्ड रहने कुरा हुँदैन भन्ने सुन्नमा आउँछ। अमेरिकाको कानुन अनुसार हरेक स्टेटको फरक हुन्छ। जेनरली धेरै स्टेटहरूको चाहिँ 18 वर्ष भएपछि उनीहरू हाई स्कुल डिप्लोमा हुन्छन्। हाई स्कुल डिप्लोमा भएपछि उनीहरू चाहिँ अब आफ्नो डिसिजन, आफ्नो लाइफको बारे डिसिजन गर्न पाउँछन्। म पढ्दिनँ, म जब गर्छु अथवा म कलेज जान्छु अथवा म यो पढ्छु, उसको आफ्नो डिसिजन गर्न पाउँछ उसले, प्यारेन्ट्सले गाइड गर्ने हो। फेडरल ल अनुसार चाहिँ 21 वर्षसम्म हो। अनि 18 वर्ष भएपछि धेरै स्टेटहरूमा चाहिँ उसले अब चुरोट खान पाउँछ अथवा धुम्रपान गर्न पाउँछ, धेरै स्टेटमा चाहिँ पाउँदैन, अथवा अल्कोहलहरू पिउन पाउँछ। तर त्यो खालको कानुनी प्रावधानहरू चाहिँ 18 वर्षको हुन्छ धेरै स्टेटमा। अहिले चाहिँ धेरै कतिपय स्टेटले चाहिँ 21 वर्ष पुऱ्याएको छ। त्यो आफ्नो लाइफको कुरा हो। उनी प्यारेन्ट्सको गाइडमा चाहिँ 18 वर्ष भएपछि कम हुँदै जान्छ र प्यारेन्ट्सको लोड कम हुन्छ। तर यसको मतलब चाहिँ ऊ जे पनि गर्छ भन्ने होइन। अनि उनीहरू आफै कमाएर खानुपर्छ, आफै बाँच्ने भन्ने हो। नत्र गाह्रो पनि हुन्छ, त्यो चाहिँ लाइफ गाह्रो हुनाले प्र्याक्टिकल्ली सोचिएको होला जस्तो लाग्छ मलाई। मैले यही कार्यक्रममा अघिल्लो हप्ता एकजना 68 वर्षको अमेरिकन हुनुहुन्थ्यो, नेपाल आउनुभएको थियो। उहाँसँग नै मैले कुराकानी गरेको थिएँ र उहाँ 10 वर्षदेखि नेपालमै हुनुहुन्छ। फेरि तपाईँ चाहिँ अहिले 16 वर्षदेखि उता हुनुहुन्छ भने उहाँ चाहिँ 10 वर्षदेखि नेपालमा हुनुहुन्छ। उहाँले चाहिँ के भन्नुभयो भने हाम्रो अमेरिकामा चाहिँ पारिवारिक जीवन र पारिवारिक खुसी भन्ने भेटिएन, त्यही भएर म नेपालमा बसिरहेको छु भन्नुभएको थियो। कि हरेक मान्छेले के खोज्छ त्यसमा पनि कहिले काहीँ फरक होला। अब गौतम बुद्धले के खोज्नुभयो उहाँको फरक चिज हो, मैले के खोजिरहेको छु त्यो हो। सजिलो चाहिँ के छ भने नेपालको कल्चरल लाइफ, सोसियो कल्चरल लाइफ चाहिँ टोटल्ली राम्रो छ अरू देशको संसारभरिको भन्दा। हाम्रो हरेक दैनिकमा उठेदेखि साँझ नसुतेसम्म चाहिँ एभ्री मोमेन्टमा लाइफ छ, जिन्दगी छ। त्यहाँ चाहिँ के छ भने एभ्री मोमेन्टमा चाहिँ
फरक फरक हुन्छ 8 घन्टालाई विभाजन गर्नुपर्छ यति काम गर्ने बेला यति खाने बेला यति सुत्ने बेला तपाईँले त्यो विभाजन गरेन भने गाह्रो लाइफ हुन्छ त्यो मात्रै हो अनि अर्को कस्तो हुन्छ भने काम भनेको कहाँ पाउँछ थाहा छैन 2 घन्टा पर हुन्छ कि प्रोफेसनल जब हुन्छ कि टेम्पोरेरी जब हुन्छ कि त्यो अनुसारको काम मुभ हुनुपर्ने हुन्छ पारिवारिक लाइफ त्यसैले कठिन हुने हो अनि आफूले के खालको जिन्दगी रोज्छौँ त्यस अनुसार चाहिँ जाने कुराहरू हो त्यसलाई टोटल्ली अब एउटै ठाउँमा मिल्नुपर्छ संसारभरिको लाइफ त्यस्तो लाग्दैन मेरो विचारमा यहाँले भन्नुभएको कुरा र उहाँले भन्नुभएको कुरा कहाँनिर मेल खान जाने भयो भने जस्तै यहाँले सुरुमा भन्नुभयो कि परिवारको एउटा सदस्यले मात्रै काम गरेर नेपालमा चाहिँ परिवार पाल्न सक्छ सम्भावना हुन्छ तर उहाँ चाहिँ प्रत्येक सदस्यले काम गर्नै पर्ने अवस्था पनि सृजित हुन्छ जसको कारणले परिवारमा भेटघाट मिलन अलि समय कम हुन्छ भन्न खोज्नुभयो त्यस्तो त हो स्वाभाविक हो मेरो घरमा पनि कहिलेकाहीँ सँगै खाने भनेको कहिलेकाहीँ हप्तामा 2-3 पटक मात्रै हुन्छ किनभने कोही बिहान काम गर्छ कोही बेलुका काम गर्छ कोही आउँदा सुतिसक्छ कोही आउँदा उठेको हुँदैन यस्तो चाहिँ हुन्छ किनभने कसैको बिहान काम हुन्छ कसैको दिउँसो काम हुन्छ पारिवारिक जमघट भनेको प्राय जस्तै यहाँ चाहिँ भात खाने बेला भयो भात खाऊँ सबै बसेर भन्ने होइन खाजा खाने बेला भयो चिया खाने बेला आओ भन्ने त्यो खालको अलिक कम हुन्छ त्यो चाहिँ स्वाभाविक हो श्रोताहरू नवीनतम समाज निर्माणका लागि सकारात्मक रेडियो बस कुरा सफाचट सुन्दै हुनुहुन्छ कार्यक्रमभित्र हामी हरेक शनिबार बिहान 8 बजे पछाडि हरेक नवीनतम विषयवस्तुमा कुराकानी गर्ने गर्छौँ आज पनि तपाईँले यदि अमेरिकामा बस्ने सपना देखिरहनु भएको छ अथवा तपाईँ बाहिर हुनुहुन्छ अथवा कुनै ठाउँमा पनि हुनुहुन्छ भने हामी विभिन्न माध्यमबाट पनि यति बेला तरङ्गित भइरहेका छौँ हामीले आज उठाउन खोजेको विषयवस्तु के हो भने hollywoodkhabar.com का सञ्चालक कृष्ण सञ्जेल हामीसँग हुनुहुन्छ अमेरिकामा बसेर पत्रकारिता गरिरहँदा नेपाली वातावरणलाई कसरी हेरिरहनु भएको छ र त्यहाँको अवस्था लगायत विविध विषयवस्तुलाई कस्तो देखिन्छ त भन्ने विषयमा हामीले कुराकानी गरिरहेका छौँ एनआरएनएले हेर्ने भूमिकाको बारेमा नि कस्तो हुन्छ भन्ने बारेमा हामी फेरि पनि एकैछिनमा कुरा गर्छौँ अहिले फेरि बेला भएको छ छोटो विश्रामपछि हामी आउँछौँ रेडियो बहस कुरा सफाचट सुन्दै गर्नुहोला त्यहाँ केही सङ्केत दिनु पर्ला भनिराख्नु पर्ला अनौपचारिक कुरा गरिदिनु यति बेला चाहिँ हामी म कृष्ण अनि यो रेडियो पर्यावरणमा गोदावरीमा छु यो चाहिँ हाम्रो घरको नजिक पर्छ ऊ चाहिँ सन्तोष दाहाल गोदावरी नगरपालिका 14 नम्बरबाट पर्यो हजुर अनि प्रणाम खबर पहिला धेरैवटा मैले संसारमा काम गर्दै प्रणाम खबर चलाउनुहुन्छ अहिले अनि त्यस्तै गरी नवराजी चाहिँ यो रेडियो स्टेसनमा पनि काम गर्नुहुन्छ साथसाथै उहाँ प्रोफेसनल टिचर पनि हुनुहुन्छ टेक्स्ट बुक राइटर पनि हो यति बेला चाहिँ रेडियोमा विज्ञापन बजिरहेको छ हामी रेडियो लाइभमा छौँ र अनि तपाईँहरू जसले हेरिरहनु भएको छ उहाँहरूलाई अलि बोर होला भनेर म कुरा गरिरहेको छु अनि यति बेला चाहिँ हामी धेरै विषयहरूमा कुराकानी गरिरहेको छौँ पर्सनली कुरा गर्दा चाहिँ के फरक पाएँ भने नेपालमा मान्छेहरूले सोच्ने र बाहिर बस्दाखेरि हामीले जे भोगिरहेका छौँ त्यो लाइफमा कहिलेकाहीँ फरक हुन्छ अब पहिला म नेपालमा हुँदाखेरि भन्थेँ अमेरिकामा हिउँ पऱ्यो भने त्यो चाहिँ आफ्नो घर अगाडि सफा गरेन भने लसुट हुन्छ आदि इत्यादि सुन्थ्यो एक्चुअली त्यो होइन प्र्याक्टिकल लाइफ चाहिँ सफा गरेन भनेदेखि आफैलाई गाह्रो हुने कुराहरू हुन् यस्तो हुँदो रहेछ त्यो खालको अनि मान्छेले जे सोध्छौँ त्यसलाई डिसिजन गरिदिन्छौँ यो खालको कुराहरू चाहिँ हुँदो रहेछ अब प्राय हामीलाई पनि नेपालमा बस्दा चाहिँ विदेशबाट फर्किने भनिदिन्छ अब हामी चाहिँ घर जाने भन्छौँ विदेशबाट आउँदा पनि अनि सन्तोषलाई के भन्नु छ लाइभ यो मैले एउटा थप कुरो बुझ्न चाहेँ यो इन्फर्मलमा एड बजिरहेको छ जब नेपालमा त्यो क्राइसिसहरू पर्छ जस्तो महाभूकम्प गयो त्यस्तो किसिमको अब कहिले बाढी पहिरो जान्छ के जान्छ त्यो बेलामा चाहिँ नि उहाँ बिजी हुने काममा बिजी हुन्छ नेपालको सम्झना त्यो चिन्ता त एकदमै हुन्छ नि स्वाभाविकली त्यो कनेक्ट हुने अवस्था चाहिँ कति बेला हुन्छ पहिलो कुरा चाहिँ के हुन्छ भने अजुबै सोच्नुपर्छ कुनै के भयो भने पहिला चुसुकेले पनि घरमा भन्दा पहिला समाचार हेर्छन् पहिला पहिलो प्रायोरिटी चाहिँ बाहिर बस्ने युट्युबमा हुन्छ यो पनि बजाउन सकिन्छ भने चाहिँ हुन्छ तर गाह्रो छ यसमा चाहिँ मैले तपाईँको त्योबाट बजाइदिनु अहिले चाहिँ नयाँ गीत बजाउन सक्छ तपाईँलाई पठाएको थिएँ नि त्यो सेभै गर्दा नि हुन्छ अहिलेको अन्तिम रेकर्ड गीत थियो अहिले ट्रान्सफर गर्न सक्छु होला जस्तो लाग्छ तर गाह्रो हुन्छ युट्युबमा पाउनै त खोज्छु यसपालि विश्वको पहिलो वातावरण रेडियो पर्यावरण 104.2 मेगाहर्ज
हामी चाहिँ अहिले कुराकानी पनि गरिरहेको छौँ रेडियोमा। एउटा मेरो 3वटा रेकर्ड भएको गीत थियो, त्योमध्ये एउटा गीत बजाउँ भन्ने कुराकानी हाम्रो नवराजीले गर्दै हुनुहुन्छ। म त्यो खोज्ने प्रयास गर्दैछु। मेरो उर्वशी भन्ने नेपाली गीत थियो। ठिक छ। हलिउड खबर पनि गइरहेको छ नि होइन? हजुर, छोटो विश्रामपछि यहाँलाई स्वागत छ। रेडियो पर्यावरण 104.2 मेगाहर्ज सुन्दै हुनुहुन्छ तपाईँहरू यति बेला। विश्वको पहिलो वातावरण रेडियो रेडियो पर्यावरण 104.2 मेगाहर्ज हो। काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा हामी तरङ्गित भइरहेका छौँ भने www.radioparyawaran.org.np बाट संसारभर तपाईँले सुन्न सक्नुहुन्छ। र हाम्रो पात्रमा गएर तपाईँ लगइन गरेर रेडियो पर्यावरण खोल्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। र आज हामी hollywoodkhabar.com बाट र प्रणाम खबरबाट पनि तरङ्गित भइरहेका छौँ र अन्य माध्यमबाट पनि विभिन्न देशहरूमा पुगिरहेका छौँ रेडियो बस कुरा सफाचटमा। र हामीसँग यति बेला hollywoodkhabar.com का सञ्चालक कृष्ण सञ्जेल हुनुहुन्छ। उहाँको सपना जुन योजना छ त्यो योजनाको बारेमा पनि हामी सानो ढङ्गले कुराकानी गरिरहेका छौँ, किनकि नवीनतम समाज निर्माणका लागि हामीले हरेक सकारात्मक कदमहरूलाई अगाडि बढाउनु पर्ने हुन्छ। र तपाईँले उठाउनुभएका यस्तै विषयवस्तुहरू छन् र तपाईँ कुराकानी गर्न चाहनुहुन्छ भने 55 60 782 मा हेलो पनि गर्न सक्नुहुनेछ, किनकि तपाईँका राम्रा खबरहरू र तपाईँका विषयवस्तुहरूलाई हामी रेडियोबाट तरङ्गित पनि गराउने गर्छौँ। र यति बेला आजको यो विशेष कार्यक्रम हामीले विभिन्न देशबाट सुन्ने व्यवस्था मिलाएका छौँ। तपाईँले विभिन्न माध्यमबाट हामीलाई सुनेर प्रतिक्रिया र सुझाव दिइरहनु भएको छ। र तपाईँले सुनिरहँदा तपाईँलाई कुनै विषयवस्तुहरू नेपाली पत्रकारिता जगतमा यो विषयवस्तुहरू चाहिँ यसरी उठाइयो भने यहाँको समाजलाई सकारात्मक बनाउन सकिन्छ भन्ने जस्तो लाग्छ भने तपाईँले rjsanjel@gmail.com मा मेल गर्न सक्नुहुनेछ। जुनसुकै बेला जुनसुकै माध्यमबाट हामी तपाईँलाई कार्यक्रममा समेट्ने प्रयास गर्छौँ। र कार्यक्रमको अन्तिम खण्डमा फेरि पनि हामी कुराकानीतर्फ लाग्छौँ। हजुर, यहाँलाई स्वागत छ कार्यक्रममा पुनः। थ्याङ्क यू सो मच। हामीले धेरै विषयवस्तुहरूलाई त उठाउने प्रयास गरिसकेका छौँ, त्यहाँको जीवनीदेखि लिएर सबै कुराहरू। अब एउटा hollywoodkhabar.com मा यहाँले कलम चलाइरहँदा नेपाली खबरहरू लेखिरहँदाको अवस्था र नेपालहरूबाट समाचार लिइरहँदाको अवस्थामा चाहिँ के कस्ता विषयवस्तु भएका समाचारहरू चाहिँ अलिक बढी रुचाउने देखिन्छ? जस्तै विदेशमा बसेर त्यहाँहरूको अनुभव नेपालीहरूले बढी हेर्नुहुन्छ अथवा नेपालमा भएको राजनैतिक खबरहरूलाई चाहिँ छिटोभन्दा छिटो उहाँ थाहा पाउने प्रयास गर्नुहुन्छ, कस्ता खबरहरूलाई प्राथमिकता दिनुहुन्छ? 3टा कुरा हुन्छ। फर्स्ट जेनेरेसनले पोलिटिकल न्युजहरू बढी हेर्छन् है। सेकेन्ड जेनेरेसनहरूलाई चाहिँ सोसियो कल्चरल लाइफ बढी मनपर्छ। अनि अब थर्ड जेनेरेसनको कुरा अहिले नगरिहालौँ, भइसकेको छैन। अनि हामीले पनि फोकस के गर्छौँ भने पोलिटिकल न्युजहरू चाहिँ एउटा ब्यानर न्युजहरू कहिलेकाहीँ बेसी हुने गर्छ, एभ्रिडे जस्तो। त्यसलाई हेर्छन् फर्स्ट जेनेरेसन। धेरै भ्युअरहरू चाहिँ त्यो खालको हुन्छ। मान्छेको दैनिकीहरू अथवा लेख्छु अथवा पोस्टिङ गर्छु, त्यो चिज चाहिँ त्यो त्यहाँको लको अगेन्स्टमा हुनु हुँदैन, त्यति मात्रै हो। त्यो त्यहाँको कानुनको विरुद्धमा हुनु हुँदैन, अन्यथा सबै चिजहरूलाई सुसूचित गर्न पाइन्छ र मिल्छ। त्यो कुरा मात्रै हो। अब पर्सनल लाइफको कुराहरू हुन्छ कतिपय चाहिँ होइन। पर्सनल लाइफ पनि अब सेलिब्रिटी लाइफकोहरू हुन्छ, त्यो छुट्टै बाटोहरू हो। त्यही पनि त्यहाँ रिस्क पनि चाहिँ हुन्छ, कहिलेकाहीँ लसुटहरू पनि हुन्छ होइन। कपिराइटको कुराहरू तिनीहरू त जेनरल कुराहरू नै हुन्। तर नेपालमा जस्तो अब एउटा कुनै न्युज भयो, कुनै मन्त्रीलाई गाह्रो पर्ने भयो भने फेरि सूचना विभागबाट चिठी लेखिदिइहाल्ने। अनि यस्तो चाहिँ धेरै बाहिरबाट नेपालमा दर्ता भएको अनि बाहिर पनि बसिरहनु भएको साथीहरूले चलाउनु भएको अनलाइनहरू छ, उहाँले धेरै दुःख पाउनु भएको छ कि अनावश्यक किसिमले कोही एउटा सर्टेन लेभलको मान्छेको बारेमा लेखिदियो, उहाँहरूलाई फेरि चिठी आइहाल्छ कि किन यस्तो लेखिस् भनेर। त्यो स्वतन्त्र न्याय के अरे सञ्चार पनि भनिन्छ, अनि एकातिर केही पनि भन्न पाइँदैन पनि भनिन्छ। त्यो चाहिँ एकदम दुःखको कुरा हो कि कानुनको भित्र छ या छैन मात्रै कुरा हो, बाँकी स्वतन्त्र छोड्नुपर्छ भन्ने चाहिँ मेरो व्यक्तिगत मान्यता हो। अब कानुनको विरुद्धमा नेपालको स्वतन्त्रताको विरुद्धमा अखण्डता फुटाउने, यो विभाजन गर्ने यो पक्षमा छ भने कानुनले नियन्त्रण गर्ने हो। त्यसलाई चाहिँ यो सूचना विभाग संयन्त्र त्यतातिर हुनु हुँदैन। यो मेरो आफ्नो सोचाइमा चाहिँ अब साँच्चै भन्यो भने सञ्चार मन्त्रालय नै आवश्यक देख्दिनँ मैले चाहिँ। त्यो प्रधानमन्त्री कार्यालयबाट एउटा डिपार्टमेन्ट मात्रै भए पुग्छ। यो सूचना विभाग के विभाग तिनीहरू चाहिँ खर्च मात्रै जस्तो लाग्छ। एउटा कम्पनी चलाउनेहरूले उसलाई कम्पनीको ल अनुसार भइसकेपछि ऊ आफू इन्डिपेन्डेन्ट हुन्छ, उसको बिजनेस मोटिभ हुन्छ, ऊ आफ्नो कानुन अनुसार जान्छ र जान पाउनुपर्छ भन्ने हो। तर मैले भनेर हुन्छ भन्ने चाहिँ होइन, आफ्नो आफ्नो विचार हो। जस्तै यहाँ चाहिँ विभिन्न सञ्चार माध्यमहरूमा केही समय चलाउने बित्तिकै हामीलाई लोक कल्याणकारी विज्ञापन चाहियो, सरकारी तर्फबाट सहयोग चाहियो भनेर अगाडि बढ्ने चलन छ हामी कहाँ।
तपाईँहरूले त्यहाँ चलाइरहँदाखेरि 2008बाट जुन चलाइरहनु भएको छ हलिउडखबर.com त्यसमा चाहिँ के सरकारको तर्फबाट अथवा आफ्नो स्टेटको तर्फबाट सहयोग पाउने विज्ञापन पाउने भन्ने हुन्छ? एकदम कम हुन्छ। जस्तो लेभल उनीहरूले पनि हेर्छ कि कसको मार्केटिङ लेभल कति छ। जस्तो जेनरल इलेक्सनको बेला भयो, जेनरल इलेक्सनलाई उनीहरूले यतिवटा मिडियाहरूमा छोड्ने भन्नेहरू हुन्छ होला, त्यो पनि मैले धेरै पढ्नुपर्छ, सबै चिज मलाई पनि थाहा हुँदैन। आजकल सर्च गर्ने अथवा स्टडी गर्नेलाई गुगल गर्ने भन्छौँ हामीले, यो गुगल गर्नुपर्ने हुन्छ धेरै चाहिँ। त्यही पनि त्यस्तो खालको धेरै थोरैले मात्रै पाउँछ। अनि प्राइभेट कम्पनीहरू, एजेन्सीहरूको फाउन्डेसनहरू हुन्छ, उनीहरूले ग्रान्टहरू पनि दिन्छन्, युनिभर्सिटीहरूले पनि ग्रान्टहरू दिन्छन्। सर्च गर्ने कुराहरू हो। प्राइभेट कम्पनीहरूको चाहिँ बेसी हुन्छ, डिपेन्डेन्सी त्यहाँ हुन्छ। कुन लेभलको हो, उनीहरूको लेभललाई म्याच हुने भयो भने उनीहरूले पे गर्न सक्छ। यहाँले अघि प्रारम्भिक कुरामा के गर्नुभएको थियो भने अरू काम गरेर बचेको समयलाई एउटा सेवाको रूपमा पत्रकारितालाई अगाडि बढाएँ भन्नुभयो तपाईँले, होइन? त्यहाँ पूर्ण पत्रकारिता गरेर आफ्नो पूर्ण जीवन पत्रकारितामा दिनेहरूको चाहिँ सरकारले कसरी हेर्छ अथवा कस्तो बनाइदिन्छ कि उहाँहरू पनि आफ्नो काम गरिसके पछाडि मात्रै यसलाई ध्यान दिनुहुन्छ? यो पनि एउटा जब मात्रै हो, त्योभन्दा फरक केही पनि होइन। जस्तो सेना हुन्छ त्यस्तै गरी पत्रकार हो, सञ्चारकर्मी हो। इट्स ए जब, द्याट्स इट। त्योभन्दा ठुलो कुरा केही पनि होइन। तपाईँले दैनिकीलाई कसरी चलाउनुहुन्छ, जर्नलिजम गरेर इन्कम गरेर चलाउनुहुन्छ अथवा के गरेर चलाउनुहुन्छ, त्यो त रेगुलर लाइफमा पत्रकारिता एउटा बाँच्न गाह्रो छ जस्तो कुरा सङ्केत गर्नु। त्यो त हाम्रो प्रडक्सनले गर्दा हो। प्रडक्सन चाहिँ चेन्ज गर्ने हो भने, जस्तै मैले इङ्ग्लिसमा एकदमै ठुलो कम्पिटिटर भएर चलाउन थालेँ भने मलाई त्यत्रो गाह्रो हुँदैन। तर त्यति बेला चाहिँ के हुन्छ भने मलाई धेरै रिपोर्टरहरू हायर गर्नुपर्ने हुन्छ, ठुलो बेसमा जानुपर्ने हुन्छ, ठुलो चाहिँ मसँग रिसोर्सहरू चाहिन्छ। अब संसार भनेको मैले सिकाइमा डेली ब्रेड जस्तै हो, बिहान पकाउने खानुपर्ने, बेलुका पकाउने खानुपर्ने। यसको प्रडक्सन भएर बाई प्रडक्ट हुने, नाफा हुने कुराहरू हुँदैन। तपाईँलाई विज्ञापन चाहियो अथवा के चाहियो त छैन नि त। एभ्री सिङ्गल टाइम तपाईँलाई केही देखि त पक्कै चाहिन्छ। त्यसैले गर्दा यो अलिक फरक नेचरको बिजनेस हो। तैपनि अरू बिजनेसमा चाहिँ यो लगानी गरेपछि फिर्ता आइरहन्छ, तर यसमा चाहिँ हुँदैन। त्यो ढुङ्ग्रोमा जस्तो राखेर जति राखेर सिद्धिन्छ, अनि त्यो सिद्धिने हुनाले चाहिँ हाम्रो नेचर त्यस्तो भएको होला जस्तो लाग्छ। त्यो अलिक जबको नेचरहरू, प्रडक्सनको नेचर फेर्ने हो भने लाइफ फरक हुनसक्छ। जस्तै नेपालबाट अमेरिका गएर बस्नुहुन्छ अनि त्यहाँनिर नेपालीहरूको एउटा छुट्टै प्रकारको समाज बनाउने अनि त्यो समाजमा छलफल गर्ने, नेपालको बारेमा चिन्तन गर्ने पनि गर्नुहुन्छ यहाँहरूले? डेफिनेटली हुन्छ। कस्तो प्रकारले, कसरी अगाडि बढ्नुहुन्छ? तीन थरी छ। एक थरी पोलिटिकल ग्रुपहरू छ, पोलिटिकल अलायन्सहरू छ। नेपालको राजनीति पार्टीको ठुला पार्टीहरूको प्राय गरी सबै जस्तो देशमा 30, 40, 50 देशमा उहाँहरूको आफ्नै चाहिँ नेटवर्कहरू छ, शाखा भनौँ कि अथवा के भनौँ। अब यो वामपन्थी विङ्गहरूले चाहिँ फरक किसिमले भन्छन्, पोलिटिकल होइन भन्छन्, तर एक्चुअली पोलिटिकल हुन्छ। अनि कतिपय देशहरूमा चाहिँ उहाँहरूले खुलेर भन्नुहुन्छ, कतिपय भन्नुहुन्न। अर्को अब डेमोक्रेट लाइनकाहरू छन्, उहाँहरूको पनि हुन्छ। एउटा त्यो कम्युनिटी हो, उहाँहरूको पनि पोलिटिकल छलफल हुन्छ। आउँदा जाँदा अन्तर्क्रिया गर्छन्, नेताहरू आउँदाखेरि भेटघाट गर्छन्, एयरपोर्टमा मालासाला लगाउँछन्, त्यो एउटा बाटो। अर्को कल्चरल ग्रुपहरू, सोसियो कल्चरल लाइफको ग्रुपहरू हुन्छ। जस्तै अब चाडबाड मनाउनेहरू, संस्कृतिहरूको मनाउनेहरू, त्यो कन्टिन्युएसन गर्नेहरूको ग्रुपहरू पनि हुन्छ, त्यो एउटा बाटो। अर्को सोसल अर्गनाइजेसनहरू हुन्छ, नन प्रफिट अर्गनाइजेसनहरू होइन, जस्तै अर्गनाइजेसन बनाउने, त्यसले चाहिँ सोसल एक्टिभिटीहरू अर्गनाइज गर्ने अनि त्यहाँको सोसियो कल्चरल लाइफलाई अगाडि बढाउने, हेल्पहरू गर्ने परेकोहरूलाई, नेपाली कम्युनिटीलाई, त्यो खालको हुन्छ। यो तीन थरी चाहिँ मैले देखेको छु। त्यहाँ बसिरहँदा तपाईँले नेपाली संस्कृति परम्परालाई जो अमेरिकन जन्मजात हुनुहुन्छ उहाँहरूसँग सेयरिङ गर्ने अथवा हाम्रो यस्ता राम्रा पक्षहरू यस्ता छन् भनेर केही सिकाउने कामहरू पनि गर्नुहुन्छ तपाईँहरूको तर्फबाट? हुन्छ। अब एकदमै टोटल्ली त्यस्तै भएको छ चाहिँ होइन। त्यो अहिलेको नयाँ अर्गनाइजेसन भनौँ न, नयाँ कन्सेप्टमा आएको अर्गनाइजेसनहरूले चाहिँ गर्छ। उनीहरूलाई पनि इन्भाइट गर्ने, जस्तो आजकल चाहिँ मेयर, सिटी मेयरहरू पनि आउने, उनीहरूले पनि सिक्ने, यो खालको कोलाबोरेसनहरू चाहिँ हुँदैछ, डेभलप भइरहेछ। पूर्ण रूपले भइसकेको छ त्यस्तो चाहिँ होइन, ग्रोइङ छ। अघि यहाँले अलिकति पनि सङ्केत गर्नुभयो होइन, कसैको राजनैतिक दृष्टिकोणको आधारमा पनि नेपालीहरू त्यहाँ पुगेर पनि आफ्नो विभाजन हुने र फरक मत राख्ने गर्छन् भन्छन्। यो त राजनीतिको विशेषताभित्र नै परिहाल्यो होइन। त्यो उहाँहरूको त्यो जस्तै नेपालको राजनीतिको परिवर्तनसँग चाहिँ कस्तो भूमिका खेलिरहनुहुन्छ उहाँले? छुट्टा छुट्टै एउटा समूह बनाउने, विचारहरू राख्ने अनि नेपालसँग समन्वय गर्ने गर्नुहुन्छ अथवा त्यही भित्र आफ्नो विचारहरूलाई सम्प्रेषण गर्ने काम गर्नुहुन्छ, के गर्नुहुन्छ? दुईटा पाटो। एउटा राजनीतिक क्षेत्रले प्रभावित भएको फर्स्ट जेनेरेसनहरू छ, प्राय छुटेका छैनन् है। कुनै न कुनै नेपालको राजनीतिक पार्टीसँग उहाँहरूको सम्बन्ध छ।
अनि नेपालको राजनीतिक पार्टीहरूले पनि के हुन्छ भने उहाँ आफ्नो एउटा विङ्स पुच्छर भनौँ न, त्यो पुच्छर चाहिँ जोगाइराख्न चाहन्छन्। त्यसभित्र पनि एउटा पार्टीको कुन चाहिँ गुट छ, तिनीहरूले पनि आफ्नो आफ्नो गुटको विङ्सहरू बनाइरहेको स्थिति चाहिँ छ। अनि उहाँहरूको नेपालसँग सोझो सम्बन्ध हुन्छ, सम्पर्क गर्नुहुन्छ। तर कामको भन्दा नि बेसी चाहिँ उहाँहरूको पर्सनल कुराहरू, सरकारका कुराहरू, नेपालको राजनीतिक परिवर्तनका कुराहरू, चुनावका कुराहरू यस्तो बेसी हुन्छ। त्यसले चाहिँ आम अमेरिकामा बस्ने अथवा विदेशमा बस्ने आम जनजीवनमा धेरै प्रभाव पार्दैन। त्यो नेपालको बारेमा कुराकानी हुन्छ। उहाँहरूले त्यत्रो ठुलो टोटल कम्युनिटीलाई रिप्रेजेन्ट गर्न सक्नुहुन्न। एउटा निश्चित राजनीतिक धारको मात्र प्रतिनिधित्व गर्न सक्नुहुन्छ। खराब भन्न मिल्दैन, तर पनि त्यो खालको विचारको मात्रै गर्नुहुन्छ। त्यो चाहिँ हो। एनआरएनए लगायत अरू सङ्घ संस्थाहरूबाट नेपालका लागि हेर्ने दृष्टिकोणमा विकास निर्माणका बारेमा र कहिलेकाहीँ राजनीतिक पनि उठ्यो भनेर यहाँले पनि सम्प्रेषण गरिरहनु भएको हामीले देख्छौँ होइन? के हुन्छ त्यहाँभित्रको यसो अलिकति हाम्रो श्रोताहरूले जान्न चाहिरहँदा? भन्ने कुरा एकथरी हुन्छ। कहिले पनि मैले धेरै वर्ष भयो, अलमोस्ट 2010 गैर आवासीय नेपाली सङ्घमा म कहीँ न कहीँ कुनै रूपमा छु। 2013 to 15 चाहिँ अमेरिकाको यो राष्ट्रिय स्तरको कार्य समितिमा निर्वाचित पदाधिकारी भएर काम गरेको हो। त्यस पछाडि अब अन्तर्राष्ट्रिय स्तरमा अब मिडिया कमिटीहरूदेखि लिएर अरू छु। अहिले पनि म मानवार्थ परिषद भन्ने हुन्छ अन्तर्राष्ट्रिय स्तरको, त्यसको मानवार्थ परिषद सदस्य हुँ। थिएँ भन्नु पर्ला, अब पदावधि चाहिँ सिद्धिसकेको छ। त्यो राजनीतिबाट प्रभावित हुने भन्दा पनि कस्तो चाहिँ हुन्छ भने एक किसिमको त्यो फर्स्ट जेनेरेसनको प्रभाव चाहिँ त्यहाँ पनि पर्छ। अनि नेपालको राजनीतिक पार्टीहरूले पहिला पनि गर्थे, नगर्ने होइन। हरेक राजनीतिक पार्टीले एउटा कमिटी बनाएको हुन्छ, घोषित रूपमा अघोषित रूपमा, त्यो लिडरसिप ल्याउनको लागि। अब खुलेरै भन्नुपर्दा पहिला अब ऐतिहासिक रूपले हेर्ने हो भने धेरै मन्त्री भइसकेको व्यक्तित्वहरू त्यहाँ हुनुहुन्छ। त्यो तपाईँहरूले पनि देखिरहनु भएको छ। अनि कतिले खुलाएर गर्छन्, कतिले लुकेर गर्छन्, तर एक्चुअली गरिरहेका हुन्छन्। राजनीतिक प्रभाव त्यहाँभित्र हुन्छ। त्यो कारण चाहिँ के हो भने हाम्रो गैर आवासीय नेपाली सङ्घ भनेको विशुद्ध राजनीतिसँग 80-90% चाहिँ राजनीतिसँग जोडिएको विषय हो। राजनीतिसँग जोडिएको विषय हुनाले हाम्रो अधिकारको कुराहरू, हामीले उठाउने मुद्दाहरू चाहिँ राजनीतिसँग सम्बन्धित छ, नेपाल सरकारसँग सम्बन्धित छ। नेपाल सरकारसँग सम्बन्धित भएको हुनाले नेपाल सरकार राजनीतिक पार्टीहरूले बनाउँछन्। त्यसैले राजनीतिक पार्टीहरूसँग सहकारी हुनु र नजिक हुनु भनेको अन्यथा होइन। तर त्यहाँ आउने लिडरसिप चाहिँ राजनीतिक पार्टीको प्रभावको आधारमा आउनु भएन, क्षमताको आधारमा आउनुपर्छ भन्ने कुरा चाहिँ सही बाटो हो। तर राजनीतिबाट बाहिरिनुपर्छ, छुनु नै हुँदैन, पोलिटिकल लिडरहरू मन्त्रीहरू भेट्नै हुँदैन भन्ने चाहिँ एकदम नितान्त गलत हो। जस्तो कि गैर आवासीय नेपाली नागरिकता संविधानमा लेखिएको छ, त्यसको ऐन बनाउनु पर्यो, संसदमा छ, अड्किएको छ। त्यसलाई पारित गराउनलाई चाहिँ के चाहिन्छ भन्दाखेरि तपाईँको राजनीतिक पार्टीहरूकै सहकारी चाहियो नि, होइन? अब राजनीतिक पार्टीको सहकारी हुँदा त सांसद भेट्नु पर्यो, मन्त्री भेट्नु पर्यो, उहाँहरूसँग कुराकानी गर्नु पर्यो, विषय प्रश्न गर्नु पर्यो। त्यो भेटघाटलाई राजनीति भयो भन्नु चाहिँ हुँदैन। विषय नै त्यहाँ छ त कहाँ जाने त? अब त्यो विकास निर्माणका कामहरूको कुरोको शैली अथवा त्यहाँको राजनैतिक संस्कार अमेरिकी रूपमा जुन यहाँले 16-17 वर्षदेखि हेरिरहनु भएको छ, त्यहाँको राजनैतिक एउटा संस्कार र नेपालको राजनैतिक संस्कारलाई तुलनात्मक अध्ययन गरेर हेर्दा चाहिँ त्यो तुलनात्मक नै गर्न मिल्दैन होला है? अमेरिकी राजनीति चाहिँ म त्यति साह्रो बुझिसकेको छैन। कस्तो हुन्छ भने मसँग त्यो खालको टाइम पनि छैन, त्यहाँ पढ्नुपर्ने हुन्छ धेरै होइन। अब जे पनि मलाई मन लाग्छ मैले भनेर हुँदैन। म धेरै बुझ्दिनँ नेपाली अमेरिकी राजनीति, कम बुझ्छु। तर जति बुझ्छु एकदमै त्यसलाई हेरेर मात्रै गर्छु। जस्तो अब अमेरिकामा बस्ने 10-20 वर्षदेखि बस्ने सामान्य महिला हुनुहुन्छ अरे भनौँ न, अथवा बच्चा हुनुहुन्छ अरे भने पनि नेपालको प्रधानमन्त्रीको उहाँलाई कन्ठ हुन्छ, तपाईँको जन्मेको ठाउँको मेयरको, उपमेयरको उहाँलाई नामै थाहा हुन्छ, यो फलानाको नातिहरूसम्म भनिदिनुहुन्छ, है नाति नातिनीसम्म भनिदिनुहुन्छ। तर आफू बसेको सिटीको मेयरको हो त्यहाँको थाहा हुँदैन। मलाई पनि थाहा छैन मेरो सिटीको मेयरको हो। कहिलेकाहीँ चुनाव हुन्छ, मलाई अब ब्यालेटहरू आउँछ अथवा तपाईँले अनलाइन त्यहीँ गएर पोल सेन्टरमा भोट गर्ने त्यो हुन्छ। राजनीतिक प्रभाव एकदम कम हुन्छ त्यहाँ जनजीवनमा। अनि पोलिटिक्समा आउने मान्छेहरू स्टाब्लिसहरू चाहिँ आउँछन्, जो बिजनेस इन्टरप्रेनरहरूदेखि लिएर रिटायर भन्नाले टोटली बुढो भएर रिटायर भएको होइन कि कुनै प्रोफेसनबाट रिटायर भएकोहरू हुन्छ। यो खालको मान्छेहरू जो स्टाब्लिस हुन्छ उनीहरू चाहिँ पोलिटिक्समा आउँछन्। र त्यो भनेको उनीहरू अनुभवी हुन्छन्, त्यहाँ सिकेको हुन्छ धेरै कुराहरू। अनि जस्तो अब नेपालमा चाहिँ अब ललितपुरको एउटा क्षेत्रबाट चुनावमा जाँदैछ भने उसले राष्ट्रभरिको प्रभाव पार्न खोज्छ। त्यहाँ चाहिँ त्यस्तो हुँदो रहेनछ। आफ्नो निर्वाचन क्षेत्र बाहेक उसले फन्ड रेज गर्न पनि पाउँदैन, किनभने त्यहाँको पब्लिकलाई उसले कन्भिन्स गर्नु पर्यो कि म क्यापेबल छु भनेर। यदि उनीहरूले पत्यायो भने आउने हो। रह्यो राष्ट्रिय स्तरको कुरा, जस्तो राष्ट्रपतिको उम्मेदवार चाहिँ के हुन्छ भन्दाखेरि कम्पिटिसनमा जाने हो, अन्तर्पार्टी कम्पिटिसनमा। त्यसलाई चाहिँ त्यहाँ प्राइमेरी भन्छन्। जस्तै एउटा पार्टी नेपालको उदाहरण भनौँ न, एउटा
त्यहाँको पार्टीको उदाहरण भन्ने हो भने एउटा डेमोक्रेटिक छ एउटा रिपब्लिकन छ अरू पार्टी पनि छन् मेजर चाहिँ ठुलो लिडिङ उनीहरू दुईटा पार्टीले गर्छ उनीहरूको पार्टीको पनि अन्तर क्यापेबल इच्छित व्यक्तिहरूले राष्ट्रपतिको उम्मेदवार हुन्छु भनेर प्रयास गर्छन् फन्ड रेजिङ गर्छन् डिबेटहरूमा जान्छन् पब्लिकलाई कन्भिन्स गर्छन् उनीहरूको 4-5 धेरै चिजहरूमध्ये फन्ड रेजिङ कति गर्यो त्यो हेरिन्छ त्यसपछि पब्लिकले कति त्यो भनेको पब्लिक सपोर्ट हो नि अनि त्यसपछि उसले विषयलाई कसरी हेर्छ राष्ट्रिय उन्नतिको कुराहरूलाई देखेर अन्तर्राष्ट्रिय स्थिति थुप्रै चिजहरू उसले कसरी प्रेजेन्टेसन गर्छ अनि नभनिएको तर हेर्ने कुरा चाहिँ पर्सनालिटी पनि हो राष्ट्रपतिको लागि चाहिँ पर्सनालिटी कस्तो छ त्यो पनि हेर्छ कि अमेरिकाको राष्ट्रपति हुँदा पर्सनालिटी व्यक्तित्वहरू चाहिँ कस्तो छ त्यो पनि हेर्ने गर्छन् ती सबैबाट जित्दै छानिँदै आउँछन् कहिले बिचमा छोड्दै जान्छन् र अन्तिममा आउने व्यक्तिहरू निश्चित 2 या 3 जना भएपछि अनि त्यो पार्टीले अफर गर्छ त्यो कन्भेन्सन हुन्छ पार्टी भन्नाले यहाँको जस्तो चाहिँ हाइकमान भन्ने खालको हुँदैन त्यहाँको पार्टी भनेको जोडिएर आएर एउटा कन्भेन्सन हुन्छ कन्भेन्सनले ल यो पटक चाहिँ यो कारणले गर्दा यसको चाहिँ अगाडि देखियो होइन जितेर आएको देखियो अब हामी तँलाई चाहिँ हाम्रो पार्टीको तर्फबाट प्रेसिडेन्ट क्यान्डिडेट चाहिँ अफर गर्छौँ त स्वीकार्छस् भने आइजु भन्ने खालको उनीहरूले अफर गर्छ त्यो क्यान्डिडेटले म अफर स्वीकार्छु भन्ने हुन्छ टिकट दिने होइन कि अफर गर्ने हो अनि यहाँ चाहिँ त्यस्तो हुँदैन भागभण्डाहरू गरिन्छ अब मेरो इच्छा चाहिँ के थियो भने नेपालमा यो जुन लेभलको चुनाव हुन्छ त्यो लेभलको उम्मेदवारहरू त्यो स्थानीय तहले निर्णय गरिदिनु हो भने चाहिँ जस्तै भनौँ न एउटा राजनीतिक पार्टीको गाउँ इकाइ छ भने गाउँपालिका इकाइ छ अथवा वडा इकाइ छ भने वडामा उम्मेदवार हुने चाहिँ त्यो वडाले निर्णय गरिदियो भने सहज हुन्छ जस्तो लाग्छ यो चाहिँ अलिक टोटली डिफ्रेन्ट हो अनि यहाँ चाहिँ अब केन्द्रले निर्णय गर्ने हुन्छ टप डाउन थ्योरी छ त्यहाँ चाहिँ पब्लिकबाट हुँदै हुँदै आएर जित्दै आउनु पर्यो र अनि फाइनल भएपछि बल्ल स्वीकार्ने हुन्छ यहाँको हाम्रो राजनीतिक संस्कारको बारेमा त सबैलाई थाहा छ भन्नै पर्दैन कि युवाहरूलाई राजनीतिमा ल्याउनु पर्यो भन्ने यहाँ धेरै बहस प्रारम्भ भइरहेछ होइन त्यहाँ चाहिँ युवाहरूको राजनैतिक इन्ट्रेस्ट चाहिँ कस्तो देखिन्छ राजनीति र प्रोफेसनल लाइफ फरक हो कतिलाई अब दैनिक चलाउनलाई फरक हुन्छ पोलिटिक्समा आउने भनेको एउटा इस्टाब्लिसमेन्ट भएपछि मात्रै आउँछ नत्र अफर गर्ने सकिँदैन है म पोलिटिक्समा आउँछु भनेर नि मेरो इच्छाले हुँदैन त्यहाँ क्रिमिनल रेकर्डहरू हुन्छ त्यो क्रिमिनल नभएको हुनु पर्यो आपराधिक रेकर्डहरू ब्याङ्क्रप्सीहरू नभएको धेरै चिजहरू ब्याकग्राउन्डमा हेरिन्छ तर हेर्दाखेरि चाहिँ यो उम्मेदवार भने जस्तो मात्रै हुन्छ त्यो हुँदैन त्यो ब्याकग्राउन्डहरू थुप्रै हेरिन्छ अनि पोलिटिक्समा आउने भनेको चाहिँ सर्भिसमा आउने हो सर्भिसमा आउँदाखेरि चाहिँ अरूमा इस्टाब्लिस भएको व्यक्तिहरू मात्रै आउन सक्छ अरूले त्यत्तिकै रहर र इच्छाले आउने हुँदैन युथहरूको कुरा हुन्छ प्रायः पोलिटिक्समा युथहरू पनि आउँछ त्यहाँ तर इस्टाब्लिस भइसकेपछि अहिले पनि अब जस्तै स्टेट सिनेटरहरू हेर्छु गोल्ड मेडलिस्टहरू आएको छ केहरू छ उनीहरू चाहिँ एक किसिमको लेभलको इस्टाब्लिसहरू हुन्छ मुख्य कुरा कसैले क्षमताले कन्भिन्स गरेर आउँछ भने उसलाई भेदभाव हुँदैन क्यापेसिटीको आधारमा आउँछ त्यो चाहिँ यहाँ त्यस्तो देखिँदैन जो राजनीति गर्नुहुन्छ उहाँहरूले राजनीति बाहेक अरू त्यति छोडेको देखिन्छ पढाइ पनि छोडेको देखिन्छ म आफ्नै सङ्घमा कालिनहरूलाई हेर्दा पनि उहाँहरू पढाइ गर्नुभन्दा पनि वर्षैपछि रिन्यू गर्ने एडमिसन गर्ने पढाइ नगर्ने एक्जाम नदिने अथवा दिए पनि फेल हुने गरेर दिने उत्तीर्ण नगर्ने पोलिटिक्समा चाहिँ रहिरहने तर अब अन्तिममा उहाँहरूले सरकार चलाउने हो भने सरकारमा पुग्दाखेरि के हुन्छ तब नलेज पनि छैन पढेको पनि छैन के पनि कम छ भनेदेखि उहाँहरूको अलि त्यो खालको चाहिँ कम देखिन्छ दोस्रो कुनै पनि नेपालको राजनीतिक पार्टीहरूको विधानहरू पढेँ मैले मुख्य सरकारमा रहेको राजनीतिक पार्टीहरूले अनि उहाँहरूकोमा 3 चिज छैन एउटा देश कसरी चलाउने भन्ने कहीँ पनि छलफलै हुँदैन महाधिवेशनमा पनि छलफल हुँदैन यो एउटा खड्केको कुरा हो नेपाल कसरी चलाउने त भनेर हरेक लिडिङ राष्ट्रिय पार्टीहरूले छलफल गर्नु जरुरी देख्छु दोस्रो विधानमा उनीहरू लेख्नु पर्यो अर्थतन्त्र कस्तो हुने परराष्ट्र नीति कस्तो हुने र हरेक पार्टीहरूको हुनु पर्यो र त्यो अनुसार फलो गर्नु पर्यो उहाँहरूले आफ्नो विधान भन्ने कुरा चाहिँ हो त्यसले गर्दा बढिया हुन्छ होला जस्तो लाग्छ अब हामी कुराकानीको पनि अन्तिममा छौँ हामीले कुराकानी गरिरहँदा आजको रेडियो बस कुरा सफाचटभित्र यो पार्ट पनि उठिदिएको भए हुन्थ्यो यो पनि उठाउनु पाए ठिक हुन्थ्यो नेपाल आएको बेलामा अथवा यहाँको अनुभवको बारेमा भन्ने केही छ भने सेयर गर्नुहोस् न हाम्रो श्रोताहरूसँग एउटा चिज मात्रै होस् भन्ने मेरो इच्छा छ के होस् भन्दाखेरि हरेक नेपालीको चाहे त्यो बिलियनर होस् अथवा बाटोमा सुत्नुपर्ने व्यक्ति होस् कम्तीमा पनि उसको सोसियो इकोनोमिक लाइफ माथि भइदियोस् त्यति मात्रै भइदिए पुग्छ जस्तै अब अहिले जुन छुवाछुतको कुरा दुनियाँ उठाइरहन्छ त्योसँग मसँग राम्रो एक्जाम्पल छ मैले अनुमति पनि लिएको छु जस्तो हाम्रो एकजना लिडर दाइ हुनुहुन्छ जीवन परियार उहाँसँग मैले पर्सनली अनुमति लिएको छु कहीँ बोल्नु पऱ्यो भने तपाईँको नाम लिन्छु है भनेको छु हुन्छ भन्नुभएको छ उहाँ सांसद हुनुहुन्छ नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ उहाँसँग बसेर सबैले खाएका छन् उहाँसँग बसेर सबैले कोही नबसेको व्यक्ति नै छैन तर उहाँकै परिवारको अर्को एउटा सदस्य छ भने नबसेको हुन्छ किन त भन्दाखेरि सोसियो इकोनोमिक लाइफ माथि भयो भने
इट डजन्ट म्याटर। सोसियो इकोनोमिक लाइफ तल भयो भने त्यस्तो हुँदो रहेछ। हरेक नेपाली चाहे बाटोमा हिँड्योस् चाहे बिलियनर होस् उसको सोसियो इकोनोमिक लाइफ माथि हुने काम गरियो भने बढिया हुन्छ जस्तो लाग्छ। त्यति हो। हस्, यहाँले धेरै कुराकानीहरू रेडियो पर्यावरण 104.2 मेगाहर्ज र रेडियो बहस कुरा सफाचटको माध्यमबाट राखिदिनु भयो। hollywoodkhabar.com परिवार र तपाईँलाई हामी धेरै धेरै धन्यवाद दिन्छौँ। थ्याङ्क यू सो मच। यो मौकाको लागि धेरै धेरै आभारी छु। थ्याङ्क यू। श्रोताहरू, नवीनतम समाज निर्माणका लागि सकारात्मक रेडियो बहस कुरा सफाचटको आजको श्रृङ्खलामा हामीले 16 वर्षदेखि अमेरिकामा बसिरहनु भएको व्यक्तित्व जो सन् 2008देखि पत्रकारिता पनि गरिरहनु भएको छ र आफ्नो विभिन्न माध्यमबाट सामाजिक उत्थानका लागि र सामाजिक परिवर्तनका लागि अघि भनौँ सामाजिक आर्थिक विकासमा युवाहरू लगायत हामी व्यक्तित्वहरू कसरी लाग्न सक्छौँ भन्ने बारेमा विभिन्न माध्यमबाट बहस उठाइरहनु भएको छ। उहाँसँग हामीले कुराकानी गऱ्यौँ। तपाईँलाई कुराकानी के कस्तो लाग्यो? प्रतिक्रिया र सुझावको आधारमा हामी पर्यावरण फलोअप पनि लिएर आउनेछौँ। तसर्थ 55 60 782 मा तपाईँले हेलो गर्न सक्नुहुन्छ। rjsanjel@gmail.com मा मेल पनि गर्न सक्नुहुन्छ। प्रतिक्रिया र सुझावसहित हामी आजका कार्यक्रमहरूलाई फेरि पनि फलोअप रूपमा ल्याउने नै छौँ। hollywoodkhabar.com बाट प्रत्यक्ष रूपमा सुन्नुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद छ। प्रणाम खबर लगायत विभिन्न माध्यमबाट विभिन्न देशहरूमा बसेर जसले प्रत्यक्ष र परोक्ष रूपमा हामीलाई सुनिरहनु भएको छ तपाईँ सम्पूर्णलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। र कार्यक्रमको मुख्य उद्देश्य पनि नवीनतम समाज निर्माण गर्नु हो। तसर्थ तपाईँले खेल्नु भएको भूमिका सकारात्मक ढङ्गले अगाडि बढाइरहनु भएको छ र त्यो अभ्यासलाई सञ्चार माध्यमबाट अगाडि लिएर जान चाहनुहुन्छ भने रेडियो बहस कुरा सफाचट सदैव तयार छ। तपाईँ 55 60 782 मा हेलो गर्न सक्नुहुन्छ र हामीसँग जोडिन सक्नुहुन्छ। प्रविधिमा साथ दिने प्राविधिक मित्र अनितालाई धेरै धेरै धन्यवाद छ। विभिन्न माध्यमबाट सुन्ने श्रोताहरूलाई पनि हार्दिक धन्यवाद दिँदै आजको कार्यक्रममा hollywoodkhabar.com बाट उपस्थित हुनुभएका आदरणीय कृष्ण सञ्जलज्यूलाई हार्दिक धन्यवादका साथ नवीनतम समाज निर्माणका लागि सकारात्मक रेडियो बहस कुरा सफाचटबाट म प्रस्तोता नवराज सञ्जल बिदा हुन्छु। हवस् त, नमस्ते। थ्याङ्क यू सो मच।